हेलो नमस्ते सबजनालाई म अमरेन्द्र यादव रौतहटबाट कन्टेस्टेन्ट नम्बर 302 अहिले चाहिँ म कमेडी च्याम्पियन सिजन 3 मा छु। यहाँ चाहिँ डिजिटल एडिसन सकियो, फिजिकल एडिसन सकियो, त्यसबाट 30 जना छनौट भएको थियो र त्यसबाट पनि हामी टप 16 मा आइसकेको छौँ र टप 16 बाट मलाई टप 10 मा जानको लागि हजुरहरूको भोट लास्ट नै इम्पोर्टेन्ट हुन्छ। हजुरहरूले भोट गरिदिनु भएन भने म यहाँबाट निस्किन्छु। जसको भोट धेरै आउँछ यो अगाडिको राउन्डमा पुग्न सक्छ, अदरवाइज चाहिँ कुनै पनि चान्स छैन। सो हजुरहरूको एउटा भोटले पनि लास्ट नै मेटर गर्छ। म चाहिँ रौतहटबाट छु। हजुरहरू अब जहाँबाट हुनुहुन्छ प्लिज सपोर्ट गरिदिनु होला। यसमा चाहिँ अहिले के छ भन्दाखेरि पहिला चाहिँ फ्री भोट थिएन, अहिले फ्री भोट सिस्टम पनि आइसकेको छ। एउटा भोट चाहिँ तपाईँले फ्रीमा दिन सक्नुहुन्छ र त्यसपछिको हरेक भोटको 10 रुपियाँ लाग्छ होइन। एकचोटिमा पनि तपाईँले 50 भोट, 10 भोट, 5 भोट पनि दिन सक्नुहुन्छ, 20 भोट पनि दिन सक्नुहुन्छ होइन। तपाईँको कति पैसा छ, बजेट छ, त्यो अनुसार चाहिँ भोट दिन सक्नुहुन्छ। अनि यो भोट चाहिँ खल्ती एपबाटै हुन्छ है, खल्ती एपबाटै हुन्छ। अरू एपबाट चाहिँ दिन मिलिरहेको छैन, किनभने यसपालि हाम्रो भोटिङ पार्टनर खल्ती एप रहेको छ। पहिले चाहिँ ई सेवा थियो, यसपालि चाहिँ खल्ती एप रहेको छ र खल्ती एपबाटै भोट गर्नुपर्ने हुन्छ। र तपाईँले भोट गर्न आएन भने चाहिँ म आफ्नो मेरो नम्बर दिन्छु 98 11 22 33 32। यो नम्बरमा चाहिँ तपाईँ वाट्सएप गर्न सक्नुहुन्छ, फोन पनि गर्न सक्नुहुन्छ, वाट्सएप पनि गर्न सक्नुहुन्छ। यही नम्बर रहेको छ। फेरि पनि म नम्बर एकचोटि भन्छु 98 11 22 33 32 र यही नम्बर मेरो ई सेवा पनि रहेको छ र खल्ती रहेको छ। यदि तपाईँले भोट गर्न छ्याउ भयो भने यही नम्बरमा हजुरहरूले पैसा पठाइदिनु भयो भने पनि म मजाले भोट गर्न सक्छु। अनि विदेशमा हुनुहुन्छ भने विदेशबाट कसरी भोट गर्न सक्नुहुन्छ त्यो पनि म देखाउँदैछु तपाईँहरूलाई। सो एकचोटि मजाले प्लिज भिडियो हेरिदिनु होला र यदि तपाईँहरूलाई लाग्छ भने सेयर पनि गरिदिनु होला। यो राउन्डको लागि अन्तिम अब सायद 3 दिन पनि छैन होला होइन। त्यसैले हजुरहरू भोटिङ गरिदिनु होला, सेयर पनि प्लिज सेयर गरिदिनु होला। एटलिस्ट फ्री भोट छ, फ्री भोट पनि एउटा गरिदिनु होला। त्यो भोटले गर्दा पनि म अर्को राउन्डमा पुग्ने धेरै नै प्रोबेबल चान्स हुन्छ। सो पक्कै पनि गर्नु होला। र अब चाहिँ हेरौँ स्क्रिन रेकर्डिङ कस्तो चाहिँ भोट कसरी गर्ने, कहाँ क्लिक गर्नुपर्छ। पहिले त तपाईँले खल्तीमा जानुपर्ने हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ खल्ती एप चाहिँ कस्तो रहेको छ, ठ्याक्कै माथि देखाइरहेको छ होइन खल्ती एप। खल्ती एपमा चाहिँ हजुरले क्लिक गर्नुपर्ने हुन्छ। अनि त्यो खल्ती एप चाहिँ क्लिक गर्नुभयो भने ठ्याक्कै यस्तो आउँछ। अनि खल्ती एप आइसकेपछि जसरी यहाँ बाई टिकट्स नाउ बताइरहेको छ, यसको मतलब यो छैन। तपाईँको जति पैसा छ त्यो पनि देखाउँछ खल्तीमा। इफ तपाईँले लगइन भन्दा पनि मतलब तपाईँले केवाइसी भेरिफाइड गर्नुभएको छैन भने पनि दिन मिल्छ। र भोट कहाँबाट दिने भने अब हेर्न सक्नुहुन्छ फर्स्टमै देखाइरहेको छ अतिफ असलाम एन्ड अनुप जैन फेज। ठ्याक्कै लिङ्क ब्याङ्क छ नि नाउ, लिङ्क ब्याङ्क नाउ भन्दा माथि म त्यहाँ स्क्रोल गरिरहेको छु। भोट योर फेभरेट कमेडी च्याम्पियन यहाँ हेर्न सक्नुहुन्छ ठ्याक्कै माथि देखाइरहेको छ मेरो पैसाभन्दा तल भोट योर फेभरेट। अनि त्यहाँ चाहिँ क्लिक गर्नुपर्ने हुन्छ भोटमा। अनि त्यहाँ क्लिक गर्नुभयो भने ठ्याक्कै यस्तो आउँछ 2 दिन 19 घन्टा 17 मिनट। अब चाहिँ यहाँ पछि ठ्याक्कै यति नै टाइम बाँकी छ म अहिले भिडियो बनाइरहेको कारण। अनि भोटमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। त्यहाँ क्लिक गर्नुभयो भने ठ्याक्कै यस्तो आउँछ 301 नम्बर कन्टेस्टेन्ट फर्स्टमा छ, म चाहिँ 302 मा छु। त्यहाँ भोटमा चाहिँ हजुरले क्लिक गर्नुपर्ने हुन्छ अमरेन्द्र यादव। त्यहाँ क्लिक गर्नुपर्ने भयो भने त्यो भोटमा चाहिँ क्लिक गर्नुभयो भने चाहिँ ठ्याक्कै मेरो सबै आउँछ होइन, कति भोट गर्नु छ, के गर्नु छ त्यो सबै। भोटमा जसरी मैले क्लिक गर्ने यहाँ हेर्न सक्नुहुन्छ 1 भोटको लागि माथि नै दिएको छ 1 फ्री भोट। फ्री भोट त्यहाँ फर्स्टमै देखाइरहेको छ फ्री भोट। अब चाहिँ यहाँ हामीले सिलेक्ट गर्नुपर्ने हुन्छ एउटा भोट गर्न चाहनुहुन्छ कि 10 भोट गर्न चाहनुहुन्छ कि 30 भोट गर्न चाहनुहुन्छ, 50 भोट गर्न चाहनुहुन्छ। जसरी म चाहिँ अब फ्री भोट गर्न गइरहेको छु। फ्री भोट नै जोसँग पैसा छैन फ्री भोट, जसरी फ्री भोटमा क्लिक गर्दाखेरि ठ्याक्कै यस्तो आउँछ आर यु स्योर वान टु कास्ट योर फेभरेट फ्री भोट। तपाईँले के साँच्चै नै फ्री भोट कास्ट गर्न खोज्नु भएको छ भनेपछि ओकेमा क्लिक गर्नु होला। र ओकेमा क्लिक गर्नुभयो भने ठ्याक्कै यस्तो आउँछ तपाईँको भोट क्लियर भइसक्यो, सक्सेसफुली हजुरले भोट गरिसक्नुभयो। र यो गरिसकेपछि मलाई स्क्रिनसट गरेर पठाइदिनु होला वाट्सएप नम्बर 98 11 22 33 32। होइन भने चाहिँ फेसबुकको मेरो सेम यही नाम नै छ, माथि जुन देखाइरहेको छ त्यही नाम नै छ अमरेन्द्र यादव। र त्यहाँबाट पनि मलाई मजाले हजुरले स्क्रिनसट पठाइदिनु होला भन्ने चाहिँ ठुलो आश छ। तपाईँले 1000 भोट पनि गर्न सक्नुहुन्छ, त्यसको चाहिँ पैसा जसरी मैले 500 को 50 भोट गर्दैछु भनेपछि त्यसमा अप्सनमा क्लिक गरिसकेपछि यहाँ पनि यस्तै आउँछ ओकेवाला कन्फर्मेसन सोध्छ। यहाँ पनि ओकेमा हजुरले क्लिक गर्नुभयो भने ठ्याक्कै हुन्छ। सिलेक्ट अप्सन जुन हुन्छ त्यो एउटा अप्सन सिलेक्ट हेर्नु, जसरी 50 भोट मेरो भइसक्यो। यसको पनि तपाईँले यसरी स्क्रिनसट गरेर पठाइदिनु होला मलाई। सो यही नै तरिका रहेको छ, खासै झ्याउ त छैन होइन। अब चाहिँ हामी अर्को एउटा तरिका हेर्छौँ भोट अर्को तरिकाबाट कसरी गर्ने। ठ्याक्कै हामी तल स्क्रोल गर्दै जान्छौँ। जसरी रिचार्ज एन्ड बिल पेमेन्ट्स छ त्योभन्दा तल अलिकति हामी स्क्रोल गर्दाखेरि हेर्नु होला त्यहाँ पनि एउटा भोटिङ अप्सन रहेको छ।
बाई टिकट्स छ त्योभन्दा तल अलिकति इन्टरटेनमेन्ट सेक्सन हजुरले हेर्नु भएको छ। त्यो इन्टरटेनमेन्ट सेक्सनमा क्लिक गर्नुभयो भने यहाँ ठ्याक्कै हेर्न सक्नुहुन्छ मुभी, इभेन्ट्स रेजिस्ट्रेसन अनि लास्टमा भोटिङ देखाइरहेको छ टिकवाला, त्यो भोटिङमा क्लिक गर्नुभयो भने फेरि यहाँ कमेडी च्याम्पियन सिजन 3 को फर्स्टमै आउँछ। 2 दिन 19 घन्टा बाँकी छ। यहाँ चाहिँ भोट नाउमा हजुरले क्लिक गर्नुपर्ने हुन्छ। जसरी मैले अब एकछिनमा भोट नाउमा क्लिक गर्छु। भोट नाउमा क्लिक गरिसकेपछि फेरि अघिकै प्रोसेस छ यस्तै आउँछ। अमरेन्द्र यादव 2 नम्बरमा आउँछ। हजुरले भोटमा क्लिक गर्नुपर्ने हुन्छ र फ्री भोट मैले दिइसकेँ, त्यसैले मसँग अप्सन छैन। सो यहाँबाट हजुरलाई कति भोट दिनु छ त्यो चाहिँ ठ्याक्कै हजुरले त्यसमा क्लिक गर्नुभयो भने एकचोटि ओके वाला अप्सन आउँछ। अब चाहिँ विदेशबाट कसरी भोट गर्ने, विदेशबाट हजुरले भोट गर्नु छ भने क्रोम वा गुगलमा जान सक्नुहुन्छ। जसरी म क्रोममा गइरहेको छु, क्रोममा जाने अनि त्यहाँ चाहिँ के लेख्ने भन्दाखेरि हजुरले हेर्न सक्नुहुन्छ खल्ती.com लेख्नुपर्ने हुन्छ। KHLTI.com त्यो क्लिक गर्नुभयो भने त्यहाँ फर्स्टमै तपाईँको खल्तीवाला देखाइरहेको छ, त्यसमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ र त्यहाँ चाहिँ हजुरले क्लिक गर्नुभयो भने ठ्याक्कै यस्तै आउँछ। फेरि माथि जस्तै के छ नेपाल पोएट्री वाला अनि सेकेन्डमा भोट ग्लोबली अनि त्यसमा थर्डमा चाहिँ हेर्न सक्नुहुन्छ आफूले मनपर्ने कमेडी च्याम्पियन। यहाँ म माथि स्क्रोल नै गरेर देखाइरहेको छु। कमेडी च्याम्पियनको लोगो पनि छ आफूले मनपर्ने च्याम्पियनवाला अनि म च्याम्पियनमा मलाई भोट दिनु छ कमेडी च्याम्पियनमा, त्यसैले म कमेडी च्याम्पियनको भोट नाउमा क्लिक गर्छु। माथि नै तल हामीले साइनअप केही पनि गर्नु पर्दैन खल्तीको, त्यो तपाईँले साइनअपहरू केही पनि गर्नु पर्दैन। ठ्याक्कै भोट नाउमा क्लिक गर्नु होला र भोट नाउमा क्लिक गर्नुभयो भने ठ्याक्कै यहाँ 1 नम्बर कन्टेस्टेन्टको आयो, त्यसपछि 2 नम्बरको आउँछ। 2 नम्बरमा म छु अमरेन्द्र यादव र त्यहाँ तपाईँले क्लिक गर्नुपर्ने हुन्छ भोटमा र जसरी भोटमा क्लिक गर्नुभयो भने यस्तो आउँछ। अब 1 भोट दिनु छ, 10 भोट दिनु छ कि 30 भोट दिनु छ र त्यसपछि तपाईँको त्यहाँ 2टा कुरा सोधिएको हुन्छ, नाम र इमेल एड्रेस। जसरी म एकछिनमा मेरो नाम राख्छु, जसरी आफ्नो जे नाम छ त्यही राख्नु होला। अमरेन्द्र यादव मेरो नाम छ, म अमरेन्द्र यादव राख्छु र एउटा सटल इक्जाम्पल मैले एउटा इमेल एड्रेस नै राखेँ, अमरेन्द्र यादव समथिङ यस्तो इमेल एड्रेस राखेँ होइन। र यो राखिसकेपछि म सबमिट गर्न खोज्छु। अब यो राखिसकेँ होइन र सबमिट गर्दाखेरि के देखायो भन्दाखेरि तपाईँले अप्सन चुज गर्नु भएन कति भोट गर्दै हुनुहुन्छ भनेर। त्यसैले 1 भोट गर्ने कि 10 भोट गर्ने कि 30 भोट गर्ने, त्यसैले म यहाँ एउटा अप्सन चुज गर्छु। 1, 10 वा 30 मध्ये 10 वाला चुज गरेँ। अब चाहिँ सबमिट मजाले हुन्छ, सबमिट पनि भइरहेको छ र यहाँ केले पे गर्न खोज्दै हुनुहुन्छ, कार्डले त होला नि, त्यसैले पे विथ कार्ड देखाइरहेको छ त्यहाँ पहिलो कलरको, त्यसमा चाहिँ हजुरले क्लिक गर्नुपर्ने हुन्छ र त्यहाँ तपाईँले क्लिक गर्नुभयो भने ठ्याक्कै रिडाइरेक्टिङ टु योर कार्ड पेमेन्ट पोर्टल हुन्छ। त्यसपछि यस्तो आउँछ कार्ड नम्बर। यहाँ चाहिँ 2टा कुरा इम्पोर्टेन्ट हुन्छ, कार्ड नम्बर र CVN यहाँ देख्न सक्नुहुन्छ, जुन चाहिँ कार्डको अगाडि पछाडि देखाइएको हुन्छ। कार्ड नम्बर हजुरले क्लिक गर्नु होला, त्यसपछि चाहिँ CVN देखाइरहेको छ, CVN मा चाहिँ क्लिक गर्नु होला र जसरी म 10 भोट गर्दैछु त्यसको चाहिँ कति डलर लागिरहेको छ, $0.8 त्यो पैसा पनि देखाइरहेको छ र CVN मा चाहिँ हजुरले क्लिक गरेर अनि ठ्याक्कै तल चाहिँ ओके गरिदिनु भयो भने मजाले विदेशबाट पनि भोट हुन सक्छ। नेक्स्ट ओके भने यहाँ नेक्स्ट देखाइरहेको छ, नेक्स्ट क्लिक गर्नुभयो भने मजाले भोट हुन्छ। माथि भिजा पनि देखाइरहेको छ, मास्टर कार्ड पनि देखाइरहेको छ, तपाईँ केबाट कुन कार्ड चाहिँ कुन टाइपको छ, भिजावाला कि मास्टर कार्ड। हस् त धन्यवाद। प्लिज भोट गरिदिनुलाई यही नै रहेको छ प्रोसेस। तपाईँले यो भिडियो हेर्नुभयो भने मजाले पनि भोट गर्न सक्नुहुन्छ। प्लिज भोट गरिदिनु होला वा सेयर पनि जे पनि केही पनि अलिकति सहयोग गरिदिनु होला। थ्याङ्क यू भेरी मच।